नमस्कार सबैजनालाई र अहिले चाहिँ म जाँदैछु विरार ईस्ट जो द्वारिकाधीश श्रीकृष्णको मन्दिरमा र तपाईहरुले हेर्नु सक्नुहुन्छ वासै रोड र यहाँबाट तपाईहरुले माथि जुन भिर पहाड जस्तो देख्नु हुँदैछ त्यहाँ चाहिँ छ जीवदानी माताको मन्दिर ईस्टमै पर्छ त्यहाँ माताको मन्दिर र यहाँ कृष्ण भगवानको द्वारिकाधीश पनि ईस्टमै पर्छ र आज चाहिँ हामीहरू जाँदैछौँ द्वारिकाधीश कृष्ण भगवानको मन्दिर र यो हो मुम्बईको बिल्डिङ डीमार्टहरू र यसरी नै भिडियोलाई लाइक शेयर गरिदिनु होला। अब म पुगेर देखाउँदैछु तपाईहरुलाई द्वारिकाधीश। लु आज हामीहरू चाहिँ यहाँ द्वारिकाधीश आइपुगेको छ र यहाँनेरि द्वारिकाधीशको एन्ट्री गर्दैछौँ हामीहरू यहाँनेरि। पुगिसके अब फिलहाल चाहिँ यहाँनेरि अहिले चाहिँ यहाँनेरि बनाइसकेको रहेछ। फर्स्ट टाइम आउँदा चाहिँ यहाँनेरि बोराहरू लगाएको थियो, अहिले चाहिँ यहाँनेरि ढुङ्गाहरूले बनाएको रहेछ। यहाँ आमा छन्। नमस्ते खोइ त अनि अहिले चाहिँ आइपुग्यो हामीहरू फिलहाल यहाँनेरि एन्ट्री गर्दैछौँ र अहिले चाहिँ यहाँनेरि प्रसादहरू फुलहरू चढाउनु दिँदैन, फिलहाल खालि दर्शन मात्रै गर्नुको लागि। हैन पहिले चाहिँ थिएन, अहिले चाहिँ राम्रो बनाएको रहेछ यहाँनेरि हो। पहिले चाहिँ थिएन त्यस्तो, अहिले चाहिँ राम्रो बनाएको रहेछ र यो मन्दिर द्वारिकाधीश यहाँबाट एन्ट्री गर्नुपर्ने। द्वारिकाधीशको दर्शन गर्नु तपाईहरु पनि र टाइम पायो भने आउनु दर्शन गर्नलाई भगवानको यहाँनेरि। ओम भगवते वासुदेवाय नमः। द्वारिकाधीश श्री आज चाहिँ हामीले दर्शन गरिसक्यौँ र जाँदैछौँ र यसरी नै मेरो भिडियोमा बनिराख्नु हेर्नु होला र लाइक शेयर कमेन्ट गरिदिनु होला मेरो भिडियोलाई। र आज चाहिँ हामीहरू दर्शन गरेर जाँदैछौँ र यस्तो जग्गामा चाहिँ छ भिर पाखा भएकोतिर।